So hello guys, namaste. Welcome to my YouTube channel. इसमें रास्ता नमगर आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म निगम धेरै सन्चै आरामै छु। अनि साथीहरू आज चाहिँ मैले काम गर्ने स्कुलमा चाहिँ प्यारेन्ट्स डे थियो अनि म चाहिँ त्यसको भिडियोहरू खिचेर हालेको छु। मलाई बोल्न चाहिँ अड लागेको भएर भिडियो खिचेर भोइस ओभर गरेको छु, हेर्नु होला। हेलो यो चाहिँ बुक स्टलहरू मेरो ब्लग यो चाहिँ यहाँको बच्चाहरूले बनाउनु भएको। म त भोइस ओभर गर्न पहिला लाज लाग्छ बोल्ने अहिले त। हेलो मिस, मैले यस्तो भिडियो बनाऊँ भने ए हो सरी यो बच्चाहरूले गर्नुभएको एक्जिबिसन हो यिनीहरू चाहिँ। साथीहरू यो चाहिँ यहाँको मन्टेसरी हो। यता चाहिँ मेरो बाबु सुतिसक्नु भएको छ अनि म चाहिँ यहाँ छु साथीहरू। अब म चाहिँ एज अ हेल्थ नर्स यहाँ काम गरिरहेको छु अनि के सक्छ त्यो भिडियोहरू बनाउँछु। म चाहिँ लाज पनि लागिरहेको छ। यो चाहिँ हो मेरो हेल्थ डेस्क। यहाँ चाहिँ फुड स्टल छ। यता चाहिँ बच्चाहरूको एक्जिबिसनहरू अब चाहिँ प्रोग्राम सुरु हुन लागिसकेको छ अनि म चाहिँ एज अ हेल्थ नर्स यहाँ बसिराखेको छु प्यारेन्ट्सहरूलाई चाहिँ वेलकम गर्नलाई। पसिना हेर्नुहोस्, पसिना त्यस्तै गरी आसनहरू गर्नको लागि सेना पौडेल रामेश्वर बाल खेल विकास संस्थानलाई हार्दिक अनुरोध गर्दछु। र त्यस्तै गरी रामेश्वर युवा क्लबका अध्यक्ष गणेश सुगेराज्यूलाई पनि आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नमस्ते।
second, Prakit Thapa. First, Safal. Anybody like to defending? Very ready, Windsor? Plus 3 plus 1 plus 5 minus 9 plus 8 minus 3 plus 4 minus 9 plus 2 plus 2 plus 5 minus 6 minus 1. Answer. 2 पुरै डिक्सनरी छैन पाउँछ भने त्यही विषयमा अलराउन्डरै पढाइदिएर पढाउनुपर्छ है हाम्रो प्रिन्सिपल सर खोइ कहाँ ए सर यहाँ सर यस्ता हाम्रो प्रिन्सिपल बस्दा स्कुल त जानु छोड्नै नलाउने मलाई भाइ सर आउनु ल सरको नाम जोड्दा ताली सर नमस्कार है सर अरू जे भए पनि आजबाट म पढाउन आएँ मेरो तल हामी पढाउनु पर्यो सर त्यति म एकदम राम्रो पढाउँछु है मुन्दुमेन सर तल पढाउनु पर्यो त्यति हो है सर विषय मैले अलराउन्डर नामै डिक्सनरी ल सर अब पढाउन आएँ है अब आज मेरो विद्यार्थी खोइ हजुरको ड्रेस खोइ हे भगवान् जे देशका आइरन लाउँदा जल्यो मिस आइरन लाउँदा जल्यो हे भगवान् बाबु त्यसरी ड्रेसले जलाउनुहुन्छ ड्रेस कस्तो कुरो त्यसरी आइरन लाउँदा ध्यान दिन पर्दैन बाबु जलाउनुहुन्छ ए मिस त्यत्रो राष्ट्रिय सम्पदा जस्तो चिज जेनजीको आन्दोलनमा चलाउन हुन्छ भने मैले पनि हुन्छ जल्यो मिस यस्तो राम्रो डालेर त तालिम दिँदा विद्यार्थीलाई हौसला आउँछ नि पुरा पाड्नु हुँदैन अनि बाबु फाइनली प्रोग्राम चाहिँ सकियो सबैजना गर्नु सक्यो भयो अब हामी पनि एकछिन मिटिङमा बसेर घर जाने हो मिटिङ छ मिटिङमा एटेन्ड भएर घर जाने हो सबै खाली भयो खाली भयो त्यस्तै गरी टिका गुरुङ म्याडमलाई मायाको
अब आज यस कार्यक्रमको बिट मार्नको लागि म आजको यस कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका त्यो हामीले कायम राख्न सकेका छौँ। यसको लागि यहाँ उपस्थित रहनुभएका सम्पूर्णलाई म दिलैदेखि त धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि यो हामी सबैको एउटा साझा चाहिने उद्देश्य हो। यसको लागि सबै गाँसिएको हुन्छ। कुनै पनि चिजहरू गर्नको लागि सबै प्रक्रियाहरू मिलेको हुन्छ। यसमा सबै सो गाइज हामी चाहिँ अब जान लागेको हो। बाई बाई गाइजहरू। यहाँ चाहिँ मलाई लिन आइसक्नुभयो। फाइनली हाम्रो प्यारेन्ट्स डे पनि सकियो। थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल लास्ट।